दिदी बहिनीको घान्द्रुक जाने प्लान भएपछि हामीहरू बिहानको 8:30 बजे भरतपुरको मालपोत चोकबाट पोखरा जानको लागि गाडी कुरिरहेका छौँ। खतरा छ बस दामी छ त। पोखरा हो भाइ। राम्रो रहेछ सिट है। हामी दिउँसो 12:30 बजे पोखराको पृथ्वी चोकमा पुग्यौँ। अब यहाँबाट चाहिँ हामी हरिचोक जानको लागि गाडी खोज्दैछौँ। भनेछ जान्छ नि है भाइ हरिचोक। हरिचोक आयो होइन दिदी? हामी हरिचोक अब घान्द्रुकको लागि गाडी खोज्नु पर्यो दिदी खै। काउन्टर छ अरे कता हो? घान्द्रुक जाने भने हो दाइ? होइन जिपमा। अब लाइन यही हो, हामी पनि जानु पर्यो। के गर्नुपर्छ? यहाँ भन्नुपर्छ हो। हामी 4 जना हो। पुरम न त मान्छे नआइपुग्यो। मान्छे कुरम न त 1-2 जना थपम हो र। हरिचोकदेखि घान्द्रुकसम्मको जीप रिजर्भलाई 6000 रुपियाँ पर्ने रहेछ। हामीहरू टोटल 7 जना पेसेन्जर भयौँ अनि सबैको भागमा 800 रुपियाँ पर्यो र हामी हरिचोकबाट घान्द्रुकतर्फ लाग्यौँ। बाटोमा लुम्ले गाउँ पनि पर्ने रहेछ। लुम्ले गाउँ पनि हामीलाई साह्रै रमाइलो लाग्यो। मोदी खोला, म त मादी खोला होला भनेको मोदी खोला रहेछ यो। हरिचोकबाट निस्केको लगभग 2 घन्टामै हामी घान्द्रुक पुग्यौँ। अहिले दिउँसोको 3 बजेको छ अनि एकदमै ठुलो पानी परिरहेको छ। बाटोमा आउँदा आउँदै पानी परेको हो। बीचमा अलिअलि कतै कतै ढुङ्गाहरू पनि खसेका थिए, तर बाटो चाहिँ धेरै ठाउँमा ढलान गरिएको रहेछ। कहीँ कतै मात्रै अलिकति अप्ठ्यारो ग्राभल रोड रहेछ। हामीले घान्द्रुक आउने बाटो एकदमै अप्ठ्यारो छ भन्ने सुनेका थियौँ, तर बाटो हामीलाई राम्रै लाग्यो। टाढो भएर लुगा लाउँदैछ। यही देखि होइन र काले देखि आमा हेलो यता चाहिँ घाम लागेको छ नि, कस्तो राम्रो। खै हेरौँ त हाम्रो दिदीहरूले। अब त नौडे नि हुन्छ होला जस्तो लाग्यो, त्यति पानी आएन। हाम्रो होटल स्टेट 5मा चाहिँ डाँडा गाउँ होटल हो। 10-15 मिनट हिँड्नु पर्यो होला। यति हिँड्दा पनि थकेला। कस्तो राम्रो हिमाल देखेको है। बल्ल गुरुङ गाउँ देख्यो है। राम्रो गुरुङ गाउँ, टिपिकल टाइपको कि। बल्ल चाहिँ पानी झऱ्यो।
झ्याल कति राम्रो ऊ यता 5 नम्बर हामी ए हो कि बी हो यता गाउँ कता छ 2 3 छ र यता ए 5 यता बी देखा कस्तो राम्रो फुल रहेछ गौरी गाउँ होमस्टे रहेछ है यो कस्तो घाम लाग्यो हो अब त्यही माथि हो दिजु सायद डाँडा गाउँ होटेल यो होटेल डाँडा गाउँ यही हो हामी होटेल आइपुग्यौँ म तिमी हिँड्न त सानी 15-20 मिनट त हिँड्यो होला है दिजु आज ठुलो पानी पर्यो अरे देखिन्छ होला नि दिदी कस्तो राम्रो है हेर्छ न गाउँ सबै राम्रो देख्दो रहेछ कि यो होटेल डाँडा गाउँ त एकदम राम्रो लाग्यो मलाई त होइन मिल्क टी वा कस्तो राम्रो हेर्छ नि है गाउँ हो कस्तो राम्रो गाउँ देखेको ल हेर्छु ल यही गाउँको भ्यूलाई चाहिँ अझ हिमाल पनि भएको भए ल बसौँ अब बसौँ यो चाहिँ हाम्रो रुम हो 4 जनालाई 4वटा बेड रहेछ बेडहरू पनि सफा छ पोस्टर पनि रहेछ त्यहाँ ओढ्ने पनि छ अनि यो भित्र अट्याच्ड वासरुम छ रुम चाहिँ राम्रो लाग्यो यहाँ चाहिँ पर हेड 1500 भन्नुभएको छ डिनर ब्रेकफास्ट र बेडको राम्रो छ पैसा अनुसार चाहिँ राम्रो लाग्यो रुम चाहिँ माछी पानी भई बसौँला राजा रानी भई बसौँला माछी पानी भई बसौँला तैँले गरेर के बिर्क्यो अब मलाई तल पो रहेछ है किचन ए ओके कस्तो राम्रो किचन रहेछ घिउ खाने दिदी घिउ झानेको यहाँ हाल्छ खतरा मिठो रहेछ सुरुमै अचार खाइसक्यो सुरुमा अचार
खानाभन्दा सुरु भयो। एकदम मिठो रहेछ अचार गुन्द्रुकको सागरमा पनि त्यो थपेर खानु पर्ला जस्तो अचार सबै मिठो मिठो गुन्द्रुकको अचार एकदम मिठो साग। यो चाहिँ बिहानको भ्यू होइन, के छ भनेर माथि यहाँबाट गाउँ हिमाल चाहिँ राम्रो देखिएको। हजुर हामी चाहिँ एकछिन गाउँ डुल्दैछौँ। गुरुङ गाउँ कस्तो हुँदो रहेछ, कहाँबाट कस्तो भ्यू देखिँदो रहेछ भनेर एकछिन बिहान उठेर ब्रेकफास्ट नगरिकन हामी चाहिँ गाउँतिर हिँड्यौँ। अब आएर ब्रेकफास्ट गरेर अनि बल्ल हामी चाहिँ हाम्रो निस्किन्छौँ। गाउँको पुरै यसो झन् नयाँ गुरुङ गाउँ टाढा रहेछ है दिजु। हो नयाँ गुरुङ गाउँ छ अरे यता। पहिला पुरानो गुरुङ गाउँ आउने, नयाँ गुरुङ गाउँ फेरि पछि भनेपछि खै के हो। नयाँ गुरुङ गाउँ आउने नि छुट्टै बाटो छ कि उताबाट। कस्तो जङ्गल रहेछ हेर्छ नि झन्। त्यतै छ अरे कि नयाँ गाउँ पनि। कस्तो राम्रो घरहरू है, टिपिकल कस्तो राम्रो घर। यो चाहिँ स्नोल्यान्ड लज, रमाइलो रहेछ यो पनि। यता ग्राउन्ड भएको। यताबाट आउने पनि त्यतैको बाटो हो दाइ, त्यतैबाट हुँदा हुँदै उक्लिनु पर्यो है। बाटो त डनै त्यो जतासुकै बसबाट माथि आयो भने जता पुग्छ। ए बसबाट माथि कति स्ट्रिटबाट छिर्नुपर्छ यहाँ आउनलाई? यहाँ 3। ए 3बाट छिर्ने रहेछ, हाम्रो चाहिँ 5 भनेर घुम्नु पर्ने रहेछ दाइ धेरै नै। यता यसो घुमेर आउनु पर्ने रहेछ। ए राम्रो होटल रहेछ यता पनि। नयाँ नयाँ घरहरू बन्दै रहेछ है यहाँ त। नयाँ गुरुङ गाउँ भन्नुभएको छ। यो चाहिँ सायद पक्कै घरहरू बनाएको भएर नयाँ गुरुङ गाउँ भनिएको हो कि सबै नयाँ घरहरू भन्दै चाहिँ नयाँ गुरुङ गाउँ। राम्रो पक्की घरहरू छ। गुरुङ कटेज कता हो थाहा छ हजुरलाई? ए यहाँ हो। ए हस् हस् थ्याङ्क यू। हामीहरू चाहिँ गुरुङ कटेज जाँदैछौँ। त्यो चाहिँ एकदमै पपुलर कटेज हो घान्द्रुकको। अनि त्यहाँ चाहिँ राम्रो भ्यूहरू पनि आउँछ। अनि ड्रेस लाएर फोटो खिच्ने प्लान हो हाम्रो। ओके यहाँ लेखाएर छ गुरुङ कटेज भनेर यसरी। फाइनली गुरुङ कटेज आइपुग्यो। कस्तो भिड रहेछ। ओहो हिमाल पनि देखिएन अहिले त।
हो भन्ने ड्रेस लाउने पालो कतिखेर दिदी हजुरको बल्ल 9 बजे छ है 10, 11, 12 3 घन्टा कुर्नु पर्यो हजुरहरूको 12 बजे अनि हामी 12 बजेसम्म कुर्नु पर्यो फेरि ड्रेस लाउनलाई अझै अन्त नि हाम्रो 2 बजे पाल्न आउँछ होला दिजु आफै लगाइहाल्छौँ नि हामी है ओहो लुगा लाउन 3-4 घन्टा लाइन बस्नु पर्ने ओहो यति दुःख गरेर आएको त दिजु यति दुःख गरेर आयो है हजुर ल जामिन्छु गर्मी हुँदो रहेछ है कटे चाहिँ राम्रो रहेछ ड्रेस लाएर एउटा ग्रुप निस्किनु भयो सबजना टिकटक भिडियो बनाउँदै हुनुहुन्छ ड्रेस नलाएको ग्रुप चाहिँ ड्रेसलाई टाइम लिएर बस्नु भएको छ यहाँ बल्ल एउटा ऊ त्यो बोर्ड रुखमा हेर्छ नि ऊ त्यहाँ त्यस्तो खाले हुँदो रहेछ लालीगुराँसको बोर्ड बल्ल लालीगुराँस फुलेको देखियो नजिकबाट कुन भ्यूको फोटो बनाउनु भएको हेरौँ हेर्न मिल्छ ए पहिला स्केच गर्ने अनि पछि कलर लाउने हो ए ओके यसलाई के पेन्टिङ भन्छ वाटर कलर ए ओके गाउँ डुल्दा थकेलाई आधा घन्टा भयो लगाइदिन्छु हामी गाउँ डुलेको घामले पनि त्यति हिँड्नु पनि थकेला है हजुर पनि थकेला होला नि आटा र कोदो बनाइदियो के भइयो आटा र कोदोको सियासी हाक आदिले कन्जले त खस्किद जाम दि छिटो अलि गाडी छुट्छ यताबाट जाने होला नि अहिले कता जाम यतैबाट जाम हिजो जामबाट आएको थियो हिजो जाम आएको त्यहाँ जाने यताबाट पुगिन्न अरे होइन यतैबाट आएको नि त हामी हिजो आएको नि त्यो गेटबाट आएको होइन हिजो धेरै घुम्नुपर्छ कि यताबाट चाँडै हुन्छ कि दिजु सोधिस्यो त त्यहाँ तल झर्ने बाटो यताबाट झर्ने कहाँबाट नजिक हुन्छ नि बाई बाई सोधिस्यो त दाइलाई फर्किने बाटो ऊ त्यहाँ दाइ दाइ यता माथिबाट जाने तलबाट सोच्यो त्यहाँ दाइ हुनुहुन्छ ए दाइ थ्याङ्क यू है दाइ बाई बाई है हस् त मिठो दिदी थ्याङ्क यू है धन्यवाद है धेरै रमाइलो भयो है ल हस् बाई बाई दिदी हस् हाम्रो दिजुलाई अझै टिकटक लास्ट टिकटक बनाइसकेको छ बनाइस दिजु
ल अब हामी चाहिँ फर्क्यौँ है त होटलबाट फर्केर गाडी चढेर जाडो सिरेर है दिजु आजको दिन चाहिँ अन्त नि गान्द्रुकमा चाहिँ घरै पछि होमस्टे भएर फुलबारीहरू एकदमै मेन्टेन गरेर राख्नुभएको रहेछ। यस्तो राम्रो राम्रो फुलहरू फुलेको छ। फुलले गर्दा पनि गाउँ एकदमै राम्रो देखाएको छ। यता हाम्रो दिदीहरू फेरि टिकटक बनाउँदै भइसिन्छ। साह्रै राम्रो घर रहेछ यो। एकजना आमा बस्नुपर्छ। आमा हजुरको घर हो यो? हजुरको घर हो? ए कति राम्रो घर रहेछ। उता पनि छ? ए कस्तो राम्रो घर। त्यता पनि हो? दाइको यो होमस्टे हो दाइ यो? कति राम्रो रहेछ च्याट्ट परेको। एकदम राम्रो रहेछ। होइन दाइको हजुर हामी चितवनबाट आएको दाइ बस्नु त डाँडा गाउँमा बस्यौँ। कति राम्रो रहेछ कि फुलबारी यहाँ कस्तो। ए यो बाटैमा चाहिँ फुलिरहन्छ है। हाम्रो उतातिर चाहिँ हुन्न कि यो अहिले फुल्छ त्यसपछि फेरि एक वर्ष फुल्दै फुल्दैन। हजुर ए कटिङ भन्नाले तलैदेखि चाहिँ काटेर दाइको होमस्टेमा यसो हेरिहाल्नु पर्यो। होमस्टेमा चाहिँ हो है दाइ कस्तो हुन्छ होइन के हुन्छ भनेर हेर्नु पर्यो। ए कति राम्रो रहेछ। ओहो आहा कस्तो राम्रो रहेछ त दाइ। एउटा दुईटा तिन चार पाँच छवटा बेड अनि भाँडाहरू सजाएर राख्नुभएको। एउटा एट्याच टोइलेट बाथरुम चाहिँ नहुने रहेछ न त बेडहरू कस्तो राम्रो हुने। अनि टोइलेट बाथरुम चाहिँ कहाँ छ नि हजुरको? ए यतापट्टि जानु पर्यो। ए धेरै राम्रो छ दाइ। म त थाहै थिएन होमस्टेहरू त्यति नआएको भएर। अनि कसरी चार्ज लिनुहुन्छ नि दाइ? ए 1200मा सबै प्याकेज आउने भयो होइन? हजुर ए राम्रो रहेछ दाइ बेसी राम्रो रहेछ। कुन सिजन चाहिँ धेरै प्याक हुन्छ दाइ? असोज कार्तिक मङ्सिरसम्म हुन्छ होला। अब बर्खामा चाहिँ त्यति आउनुहुन्न होला। ए कोठा अनुसार बेडहरू होला नि सबैमा यति धेरै बेड त छैन होला। हजुर ए भनेपछि मान्छेको हिसाबले चाहिँ त्यसरी कोठा लिनलाई राम्रो है। अनि एउटा के दाइ जस्तो गुरुङ कल्चर प्रोग्रामहरू चाहिँ कहिले कसरी हुन्छ? अनि देखाउने भन्नाले हामीले हजुरलाई भनेर हजुरले देखाउने हो कि? ए हाम्रो यही गाउँको दिदीबहिनीहरूले त्यसरी देखाउँछ। ए हामी यदि जान्छौँ कल्चर प्रोग्राम देखाइदिनु त्योलाई चाहिँ हामीले एक्स्ट्रा पे गर्नुपर्छ? ए ओके ए होइन कल्चर प्रोग्राम त भएको छैन अहिले। एक कहिले काहीँ हुन्छ है। ए लसुन हाम्रोतिर उखाल्ने छ है अहिले त। हेर्छु कति राम्रो हेर्छ नि लसुन ठुल्ठुला। त्यो घुम्नु पर्छ भन्नुभयो नि त। बाई बाई ल दिजु हाम्रो गान्द्रुक यात्रा पुरा भयो नि त। बाई 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 यात्रा सकियो। अब फेरि भेटौँला। सी यु अगेन। रमाइलो रहेछ। फेरि पनि आम्रा गान्द्रुक। अब चाहिँ बस स्टेसनमा बस या जिप चढेर चाहिँ हामी पोखरा फर्कियौँ। गान्द्रुक समुद्र सतहबाट 2000 मिटर माथि रहेछ।
यो चाहिँ बस पार्क। अब हामी चाहिँ यहाँबाट गाडी चढेर पोखरा जान्छौँ। हिजो आउँदा त 2 घन्टामा आइया थियो पोखराबाट। अब यहाँबाट फर्किँदा चाहिँ अलि कम टाइम लाग्ला सायद। पहिलोपटक तपाईँहरूको रमाइलो भयो।